हेलो प्रिय मित्र, यहाँलाई फेरि पनि स्वागत छ। जय मसी भन्न चाहन्छु। तपाईँलाई एकदमै छुटकारे रूपमा चाहिँ तपाईँलाई बुझाउन चाहन्छु के भनेदेखिलाई तिमीहरूको जीवन रुपियाँ पैसा अथवा धन सम्पत्तिको मोहबाट चाहिँ नि अलग राख भनेर चाहिँ नि हिब्रू 13 अध्यायको 5 पदले भन्छ। किन भन्छ? के रहस्य छ? के हो यसको कुरा? हुन त धेरै रहस्यहरू होला, तर त्यही मध्ये केही तपाईँको समक्ष लिएर आएको छु, यस भिडियोमा राख्न चाहन्छु। कृपया गरिकन साझा गर्नु होला, लाइक कमेन्ट्स र फलो गर्न नबिर्सिनु होला। आउनुहोस्, नम्बर 1, लोभ र ईर्ष्याको जन्म। जब हामी धन सम्पत्तिको मोह गर्न थाल्छौँ तब लोभ र ईर्ष्याहरू जन्मन थाल्छ। हुन त यतिकै पनि जन्मिन्छ। अधिक लोभले अझै धेरै मात्रामा, अधिक धन सम्पत्तिको चाह गर्नेले, मोह गर्नेले अधिक मात्रामा लोभ र ईर्ष्या जन्मन सक्छ। नम्बर 2 लाई नैतिकताको चेतनाहरू हराउन सक्छ। प्रिय, धर्म संस्कार सबै कुरा हराउन थाल्छ, केही अरूलाई केही सोच्दैन। नम्बर 3 मा असन्तुष्टि र मानसिक तनाव हुन सक्छ। नम्बर 4 मा सामाजिक असमानता र शोषण, गरिबलाई शोषण गर्ने ध्यान उसप्रति आकर्षित हुन जान्छ। त्यसकारणले गर्दाखेरि परमेश्वरको वचनले सही कुराहरू तपाईँको समक्ष राखेको छ। मोहबाट, धन सम्पत्तिको मोहबाट चाहिँ अलग रहनु तपाईँ र मेरो निम्ति लाभदायक हो। जय मसीह।